दोबाना सकेर हामी यतिखेर ठ्याक्कै हल्दीबारी यो आइपुगेको छौँ। यो चाहिँ एकदमै राम्रो मूर्ति रहेछ। छठी माईको एकदमै राम्रो मूर्ति देखिसकेपछि एउटा सानो भिडियो कैद गर्न मन लाग्यो। अहिले म खोलाको बिचमा छु। खोलाको यो साइडमा यतापट्टि एकदमै राम्रो पूजाआजा गर्ने ठाउँ बनाएको छ भने खोलाको यो अर्को साइडमा पनि बिचमा एकदमै राम्रो मूर्ति छ र यो अर्को साइडमा पनि आज मैले दमकमा हेरेँ। त्यस सँगसँगै त्यस पछाडि हामी माथि गिर्दलियामा हेऱ्यौँ, दोमाना गएँ। त्यस सँगसँगै सबैभन्दा मलाई मन परेको भनेको यहाँनिरको एकदमै शान्त, धेरै पनि नभएको एकदमै राम्रो डेकोरेसन गरेर बनाएको। अनि त्यस पछाडि अनि यो हाम्रो मूर्ति पनि सबैभन्दा उत्कृष्ट राम्रो देखेर एउटा भिडियो बनाउन मन लाग्यो। अनि सो मैले भिडियो बनाएँ। सबैजनालाई छठ पूजाको धेरै धेरै शुभकामना सहित यसपालिको छठ पर्वलाई चाहिँ रातको यो 12 बजीसम्म यसरी हामीले घुमेर म सँगसँगै मेरो भाइ कता पुग्यो भाइ भाइ अनि त्यस पछाडि साथीहरूसँगै सबैजनाले मिलेर माथि गिर्दलियाको छ उसमा त हामीले व्यापारै पनि गऱ्यौँ होइन। सबै थोक सकेर यसपालिलाई चाहिँ ल सबैजनालाई शुभकामना दिँदै यो भिडियोलाई पनि यहीँनिर अन्त गरेँ है त।